माहौल मार्केटमा चाहिँ सबै टपरहरू चाहिँ हाम्रैबाट निस्किया हो, हाम्रैबाट हरेक इन्स्टिट्युटले भनेर आउँछ नि त। त्यो लाग्छ होइन, त्यो पनि एकदम ठुलो प्रब्लम हो कि त्यो मध्ये म्याक्सिममहरूले त कुनै पनि इन्स्टिट्युट जोइन गराएन कि आफ्नो कम्पिटिटर चाहिँ चिन्न सकिन्छ इन्स्टिट्युटमा आएर, सिलेबस कम्प्लिट गर्दैन। सो यदि तिमी इन्स्टिट्युटकै प्रोमा गइरहेको छौ होइन भन्दाखेरि चाहिँ तिमीलाई गाह्रो पर्छ। एआइटी पनि एउटा बेस्ट फ्याक्टर भन्छु कि मैले, इभन मेडिकलमा पनि हामीले युज गर्छौँ कि 3-4 महिनाको समय छ जुन टाइम लिमिटेड टाइम हो, जसमा हामीले धेरैभन्दा धेरै कुरा चाहिने हाई एल्डी मार्क्स टपिक्सहरू सक्नु पर्ने हुन्छ कि इन्स्टिट्युटले धेरै हुन्छ नि एकदमै नचाहिने कुरा एक्स्ट्रा कुरा पढाएर। वार्म रिगार्ड टु एभ्री सिई एस्पिरेन्ट, इट्स मी प्रवेश शाही, MBBS स्कलर 2081 र हाल अहिले MBBS फर्स्ट इयर इन NAIHS। र आजको यस कन्टेन्टमा हामी कुरा गर्नेछौँ जुन सिई प्रिपरेसन जर्नीमा चाहिँ जुन इन्स्टिट्युटको जुन छ नि अनलाइन फिजिकल क्लासेसहरू, जुन क्लासेसहरू इन्स्टिट्युटकोहरूको चाहिँ रोल कतिको रहेको छ यो जर्नीमा, के स्कलरसिपमा नाम निकाल्नको लागि कम्पलसरी नै इन्स्टिट्युट जानुपर्छ भन्ने जुन छ नि कुरा, यसमा आज हामी कुरा गर्नेछौँ। र कुरा गर्नुको कारण के छ भन्दाखेरि अहिले जुन मार्केटमा डिफ्रेन्ट इन्स्टिट्युटको के माहौल छ भन्दाखेरि तिमीहरूले स्कलरसिपमा नाम निकाल्नको लागि इन्स्टिट्युटमा आउनै पर्छ भन्ने जुन माहौल छ कि त्यो माहौल साँच्चीकै माहौल नै हो त होइन। यो कुरामा चाहिँ एज अ फ्याक्ट मैले चाहिँ यो इन्ट्रान्स प्रिपरेसन इन्स्टिट्युटहरूको चाहिँ फ्याक्ट कुरा के हुन्छ त त्यहाँ कुराहरू गर्नेछौँ। एज अ फ्याक्ट कुरा गर्नेछु, यसको एडभान्टेज डिसएडभान्टेज र लास्टमा तपाईँहरू आफैले एनालाइसिस गर्नुपर्ने हुन्छ कि इज नेसेसरी इन्स्टिट्युट भनेर चाहिँ यसको एडभान्टेज डिसएडभान्टेज फ्याक्टबाट म भन्ने कुरा गर्नेछु, त्योबाट आफै कन्क्लुजन निकाल्न सक्नुहुन्छ। र अन्तिममा के टपरहरू सबै इन्स्टिट्युटमा गएको भन्ने कुरा पनि यो कतिको राइट हो कतिको रङ हो, टपर्सहरू जुन हुन्छ नि सबै टपर्सहरू हरेक इन्स्टिट्युटले भनेर आउँछ यो टपरहरू सबै हाम्रो इन्स्टिट्युटबाट भनेर, यो कुरा चाहिँ कतिको राइट हो त यो कुरा पनि हामी गर्नेछौँ भिडियोमा। सो लेट्स मुभ विथ आवर कन्टेन्ट। एउटा चाहिँ एडभान्टेज के हुन्छ भन्दाखेरि जुन यो 3-4 महिनाको समय हुन्छ जसमा चाहिँ हामीले एउटा इन्ट्रान्सको माहौल चाहिँ बुझ्नुपर्ने हुन्छ, जुन हामीले अगाडि पढेको कुराहरू जुन छ नि सब्जेक्टिभ प्याटर्नमा हामीले पढेर आउँछौँ त्यसलाई अब्जेक्टिभ फाइलमा कसरी सुत्छ त एउटा माहौल धेरैलाई थाहा हुँदैन। सो यो माहौल बुझ्नको लागि पनि इन्स्टिट्युटको रोल एउटा रहेको छ इम्पोर्टेन्ट। र अर्को कुरा चाहिँ आफ्नो कम्पिटिटर चाहिँ चिन्न सकिन्छ इन्स्टिट्युटमा आएर, किनकि अब इन्स्टिट्युटमा चाहिँ अब जुन हाम्रो सी इन्ट्रान्समा चाहिँ पास फेल भन्ने हुँदैन कि, त्यसमा चाहिँ हामीले आफ्नो साथीहरूभन्दा प्रतिद्वन्दी आफ्नो कम्प्युटरभन्दा चाहिँ बेस्ट गर्नुपर्ने हुन्छ कि। यसको लागि चाहिँ कम्प्युटर कस्तो छ त भनेर त्यो बुझ्नको लागि पनि एउटा इम्पोर्टेन्ट रोल रहेको छ, जसलाई चाहिँ घरमा बसेर पढ्न सकिँदैन, एउटा मोटिभेसन आउँदैन, रेगुलर मोटिभेसन चाहिरहेको आउँछ पढ्नको लागि, घरमा डिस्ट्र्याक्ट भइन्छ भन्दाखेरि यस्तो के छ भने पनि इन्स्टिट्युटमा गएर तिमी पढ्न सक्छौ मजाले, किनकि एउटा माहौल पढ्ने माहौल नै हुन्छ त्यहाँ। सो तिमी डिस्ट्र्याक्ट चाहिँ हुँदैनौ। र अरू के छ भन्दाखेरि यदि कुनै स्टुडेन्ट छ जसको बेस एकदम विक छ, 0 विक छ भनेपछि पनि यस्तो केसमा पनि घरमा आफै पढ्न सकिँदैन भन्दा पनि एउटा इन्स्टिट्युटको चाहिँ एउटा इम्पोर्टेन्ट रोल हुने गर्दछ यतिखेर पनि। र अर्को जुन हामीले प्लस 2मा जुन थ्योरी प्याटर्नमा पढेको हुन्छ कुरा हुन्छ त्यसलाई चाहिँ एउटा MCQ प्याटर्नमा अपोज गर्न पनि इन्स्टिट्युटमा गएर सिकिन्छ, यो चाहिँ एउटा पुरा इन्स्टिट्युटको एडभान्टेजहरू भयो। र यसै गरी इन्स्टिट्युटको अर्को एडभान्टेज भन्दाखेरि चाहिँ त्यहाँ धेरै साथीहरू बनाइन्छ, धेरै साथीहरू कम्पिटिसनमा चाहिँ एउटा मिलेर एउटा जर्नीमा, किनकि त्यहाँ एउटा मात्र कोटा छैन नि त, त्यहाँ स्कलरसिपको कोटा धेरै छ, नाम निकाल्न MBBSको सिट धेरै छ नि त। र त्यसमा चाहिँ एउटा ग्रुपमा नै एउटा राम्रो माहौल क्रिएट गर्न सक्छौ गएर, पढ्ने इन्भाइरोमेन्ट क्रिएट गर्दाखेरि चाहिँ सबैलाई इन्डिभिजुअली सबैलाई नै राम्रो हुन्छ। सो यी चाहिँ केही सीमित एडभान्टेजहरू भयो इन्स्टिट्युट जोइन गर्दाको। अब कुरा गरौँ केही डिसएडभान्टेजहरू, इन्स्टिट्युटको कुन कुरा ल्याक कुन कुरा लापरवाहीले चाहिँ सीमा नाम निकाल्न एउटा बाधा बनिरहेको छ, यो कुरामा हामी कुरा गर्न जरुरी छ। र यसको डिसएडभान्टेज पनि यसैमा आउँछ। ल फर्स्ट र एउटा पहिलो मेन कुरा छ भन्दाखेरि इन्स्टिट्युटको कारणले पनि नाम ननिक्लिने पनि धेरै छ क्या। जस्ट इक्जाम्पल दिन्छु है त, इन्स्टिट्युटले धेरै हुन्छ नि एकदमै नचाहिने कुरा एक्स्ट्रा कुरा पढाएर त्यो चाहिँ सीमा नसोच्दाखेरि एउटा एक्स्ट्रा कुरा पढ्न एकदम टाइम वेस्ट बढी भएको कारणले पनि नाम ननिस्किने धेरै छन्। जस्ट इक्जाम्पल है त, अघिल्लो वर्ष एकजना मेरो साथी थियो, सो उसले भन्थ्यो मलाई ठ्याक्कै उसको नाम ननिस्किनुको कारण चाहिँ उसको अराउन्ड 70 मार्क्स आएको थियो, अराउन्ड 200मा। उसले भन्थ्यो कि त्यो जुन एउटा रेपुटेड इन्स्टिट्युट एकदम ठुलो इन्स्टिट्युट हो कि, जस्तो के भन्दाखेरि अराउन्ड भेक्टरकै जुन छ नि फिजिक्सको इलेक्ट्रो भेक्टर त्यसमै अराउन्ड 17 लेक्चर पढायो कि, 17 घन्टा लेक्चर के त्यसमा पढायो। र त्यो पढाएपछि घरमा त्यो रिभाइज गर्न नोट बनाउन त्यसलाई त्यो गर्दाखेरि टाइम वेस्ट कति भयो होला उसको होइन। तपाईँ धेरै एक्स्ट्रा कुरा पढाएर भेक्टरमा पनि त्यसमा चाहिने कुरामा धेरै पढाएर, अनि त्यो गर्दाखेरि उसले फेरि भेक्टर चाहिँ मजाले पढ्यो, भेक्टर मजाले पढ्यो, चाहिने कुरा सबै पढ्यो। तर फाइनलमा हाम्रो के क्वेसन आएको छ विच अफ द फलोइङ इज स्केलर कन्टिन्यू भन्ने क्वेसन आएको छ कि, त्यो 9-10को क्लासको स्टुडेन्टलाई आउँछ कि त्यो कुराहरू के। सो यसरी एउटा चाहिँ धेरै कुरा एक्स्ट्रा पढाएर चाहिँ नाम नसिकाएर चाहिँ यो हो क्या, किनकि हामीसँग 3-4 महिनाको समय छ जुन टाइम लिमिटेड टाइम हो, जसमा हामीले धेरैभन्दा धेरै कुरा चाहिने हाई एल्डी मार्क्स टपिक्सहरू सक्नु पर्ने हुन्छ क्या। एउटै टपिकमा लागेर चाहिँ हुँदाखेरि चाहिँ अरू कुरालाई भ्याउन सकिँदैन। सो यो पनि एउटा डिसएडभान्टेज हुन जान्छ कि। र अनि मैले यस्तो रिसर्च गर्दाखेरि के मतलब किन चाहिँ इन्स्टिट्युटले एक्स्ट्रा कुरा पढाउने छ भन्दाखेरि चाहिँ के रहेछ भन्दाखेरि यस्तो रिसर्च मैले इन्स्टिट्युट पढाउने सरसँग कुरा गर्दाखेरि के भेटाएँ भन्दाखेरि चाहिँ जुन खासमा उहाँको एन्सर खासमा चाहिँ
खासमा इन्ट्रान्समा चाहिँ सोध्ने नर्मल इजी क्वेसन हो। तर अब हामीले फेरि इन्स्टिट्युट क्लासमा पनि इन्स्टिट्युटको जुन कोचिङ क्लासमा यदि हामीले एक्स्ट्रा कुरा पढाएनौँ त्यही प्लस 2 कुरा इम्पोर्टेन्टलाई फेरि पढायौँ भन्दाखेरि विद्यार्थीहरूले त्यो त पहिल्यै पढायो, नयाँ कुरा पढेन हुन्छ नि, त्यो भन्दाखेरि विद्यार्थीले नआउने एउटा त्यो कारण भएको कारणले चाहिँ होइन यो त हामीले पढिसक्यौँ भन्ने कुरा त्यो विद्यार्थीमा आउँछ। त्यो भएर चाहिँ खासै कन्डिसन हुँदैन, त्यो भएर हामीले केही एक्स्ट्रा कुरा पढाउँछौँ है भन्नुभएको थियो कि। सो एउटा यो लुप होल चाहिँ एउटा बुझ्नुपर्छ है त स्टुडेन्टहरू अहिले पनि। र अर्को छ इन्ट्रान्समा जेनरलाइज गरेर पढाइन्छ कि सबैलाई, मतलब तिम्रो विकनेस स्ट्रेन्थको कसैलाई मतलब हुँदैन कि त्यहाँ। जस्ट इक्जाम्पल है त। अनि एउटा के हुन्छ भन्दाखेरि जस्तै तिमीलाई बायोलोजीमा फरक मजाले आउँछ होइन, तिमीलाई मेकानिक्स आउँदैन खासै पढ्न। अब त्यहाँ तिमीले बायोलोजीको त्यो फरक पोर्सन त्यहाँ पढ्न तिमीले टाइम वेस्ट गर्दाखेरि चाहिँ मतलब तिमीले आउने कुरा त्यहाँ फेरि किन पढ्ने, यो हो नि त जेनरलाइज भएर। सो तिमीले आफूलाई मेकानिक्समा टाइम दिन सक्छौ, चाहिने कुराहरू एउटा होइन त्यो एउटा एनालाइसिस गर्न चाहिँ सकिन्छ कि आफै घरमा बस्दाखेरि। जुन चाहिँ एउटा जेनरलाइज पढाउँदाखेरि चाहिँ सबैले अब सरले आफै नै सबै स्टुडेन्टलाई कमन गरेर पढाइन्छ। त्यो गर्दाखेरि चाहिँ तिमीले आफ्नो एनालाइसिस चाहिँ छुट्छ, त्यसमा चाहिँ आफूले कुन पढ्ने च्याप्टरहरू चाहिँ छुट्छ। यदि तिमीलाई लाग्छ इन्स्टिट्युटले मेरो 100% 4 महिनाको समयमा 3-4 महिनाको समयमा 100% सिलेबस कभर गर्छ लाग्छ भनेपछि यो एकदम ठुलो भ्रममा छौ तिमी है त। यो भ्रममा पर्नु पर्दैन। कुनै पनि इन्स्टिट्युटले तिम्रो 50-60% सिलेबस बाहेकको अरू सिलेबस सबै सक्दैन कि यो, किनकि यो 3-4 महिनाको समयमा यो पोसिबल पनि छैन सिलेबस सक्ने कि, किनकि टपिक्स डिटेलमा पनि पढाउनु पर्यो होइन, चाहिने कुराहरू पढाउनु पर्यो। सो प्लस 2 भन्दा केही कुरा एक्स्ट्रा पढाउँदाखेरि चाहिँ यो 4 महिनामा सकिँदैन। सो म्याक्सिमम इन्स्टिट्युटहरूले चाहिँ सिलेबस कम्प्लिट गर्दैन। सो यदि तिमी इन्स्टिट्युटकै फ्लोमा छौ गइरहेछौ होइन भन्दाखेरि चाहिँ तिमीलाई गाह्रो पर्छ, तिमीलाई लास्टमा टपिक कभर गर्न गाह्रो हुन्छ। लास्टमा जसरी पनि जे गराएर टपिक्सलाई घटाएर चाहिने कुरा नपढाएर लास्टतिर हावातालमा पनि सिलेबस कम्प्लिट गर्छन् चाहिँ होइन। यो कुरा हुन्छ सिलेबस कम्प्लिट गर्दैन, हावातालमा सकिन्छ कोर्सको लास्टमा सक्यो भन्ने चाहिँ हुन्छ है त। यो चाहिँ ड्रपरलाई पनि थाहा होला जसले पहिला इन्स्टिट्युट लगेको थिएँ होइन, यो कुरालाई बुझ्न सकिन्छ कि अरूहरूलाई पनि बुझ्न सकिन्छ। कुनै पनि इन्स्टिट्युटले कम्प्लिट सिलेबस गर्दैन कि। सो आफ्नै स्ट्राटेजीमा चाहिँ जाँदाखेरि सजिलो हुन्छ यो भन्दा। अरू के छ भन्दाखेरि एउटै क्लासमा मोर देन 100 जना बढी विद्यार्थी हुन्छ एउटै क्लासमा कि। सो लिमिटेड एउटा व्हाइट बोर्डमा यति लामो त्यहाँ सिटको लागि पनि कम्पिटिसन भइरहेको हुन्छ कि त्यहाँ। सो अनि बुझिँदैन कुराहरू, लास्टतिर आवाज पनि सुन्दैन, के यस्तो समस्याहरू आउँछ। सो यो गर्दाखेरि अब पर्टिकुलर स्टुडेन्टलाई होइन जुन कुरा भन्छ नि हामी एउटा हरेक स्टुडेन्टलाई हामीले हुन्छ नि हरेक स्टुडेन्टको समस्या हेर्छौँ, त्यो चाहिँ पोसिबल पनि छैन। त्यो चाहिँ यदि तिमीलाई लाग्छ हरेकले मेरो समस्या हेर्छ तिमी आइराख भने यो भरमा पनि नपर्दा हुन्छ। टिचर्स रोटेसनको प्रब्लम आउँछ कि इन्स्टिट्युटहरूमा के छ भन्दाखेरि एकदम बेस्ट टिचर नै हुनुहुन्छ कि एकदम त्यो टपिक्सको बारेमा एकदमै राम्रो डिटेल नलेज भएको मजाले बुझाउन सक्ने टिचर नै हुनुहुन्छ। तर के छ भन्दाखेरि हरेक इन्स्टिट्युटमा चाहिँ मोर देन 50-60 वटा सेक्सन हुन्छ। त्यो तिमीहरू इमेजिन गर, मतलब लिमिटेड बेस्ट टिचरहरूले चाहिँ यति धेरै सेक्सन पढाउँदाखेरि चाहिँ मतलब धेरै क्लासमा चाहिँ मतलब तिम्रो आज टिचर आयो भनेपछि एकजना टिचर आउनुभयो आज। सो त्यो टिचरको चाहिँ नेक्स्ट आधामै पढाएर फर्को आज आधा पढाउनु भयो, अर्को च्याप्टर चाहिँ एक हप्तापछि आइन्छ कि रोटेसन हुन्छ कि। त्यो गर्दाखेरि अलिक गऱ्याङ मज्याङ चाहिँ हुन्छ कि पढ्दाखेरि चाहिँ यो कुरा पनि एउटा मेन समस्या हो। सो त्यो बेलामा चाहिँ त्यही भर्खर इन्ट्रान्स पास गरेका मेडिकल दाइदिदीहरू आएर चाहिँ तिमीलाई पढाउने हो। त्यो पनि अहिले पनि बाटो क्लियर हुनुपर्छ कि तिमीलाई चाहिँ खतरा टिचर चाहिँ पढाउने एकदम त्यो, किनकि आफै बुझ्न सकिन्छ कि मोर देन 40-50 सेक्सनमा चाहिँ कभर गर्नुपर्ने हुन्छ। सो यो गर्दाखेरि चाहिँ राम्रो टिचरहरू चाहिँ पाइँदैन है त। नर्मल प्लस 2बाट अहिले सीमा नाम निकालेको दाइहरू अरू टिचरहरूले चाहिँ गरेर चाहिँ पढाइन्छ। यो कुरा पनि बुझ्न जरुरी छ। अनि यदि तिमीलाई लाग्छ म इन्स्टिट्युटमा गयो भने मलाई इन्डिभिजुअल केयर गर्छ त्यहाँ टिचरहरूले मजाले होइन, त्यो पनि एकदमै ठुलो भ्रम है त। मोर देन 1000-2000 एउटा स्टुडेन्ट विद्यार्थी हुन्छ। सो केयर चाहिँ सबैले पाउँदैन, केयर कसले पाउने म भन्छु है त। एउटा डिटेल भनिसकेको एउटा भित्रको कुरामा चाहिँ यदि तिमीले मक टेस्टमा राम्रो गरिरहेको टप 3 मार्क्स आइरहेको भनेपछि तिमीलाई कल गर्छ कि बाबु यदि तिमीलाई केही समस्या छ भने सोध भनेर तिमीलाई कल गर्छ कि है त। जस्ट इक्जाम्पल है त, इक्जाम्पल पनि दिन्छु अहिले। सो यसमा चाहिँ जसले राम्रो मार्क्स ल्याइरहेको त्यसलाई चाहिँ कन्ट्याक्ट गर्छ, किनकि फर्दर यदि मक टेस्टमा कुरा गरिरहेको छु मैले त क्लासिङ गरेको कुरा हो। मक टेस्टमा चाहिँ उसलाई चाहिँ कन्ट्याक्ट गर्छ हाम्रो इन्स्टिट्युटमा आऊ के समस्या पऱ्यो भनेर चाहिँ सोध्ने चाहिँ यस्तो वातावरण छ इन्स्टिट्युटहरूको कि। यसो गर्दाखेरि चाहिँ यो गर्नुको कारण चाहिँ पछि रिजल्ट पछि चाहिँ यो स्टुडेन्ट हाम्रोमा पढ्यो है भनेर भन्नको लागि चाहिँ यो गरिन्छ कि। बुझ्यौ नि। जस्ट इक्जाम्पल होइन हाम्रो एकजना साथी सम्राट फोन सी ऱ्याङ्क 80 को रेन्जमा हो गरौँ। सो उनी चाहिँ एउटा इन्स्टिट्युटमा चाहिँ रेपुटेड इन्स्टिट्युट हो, एकदम ठुलो इन्स्टिट्युट हो चाहिँ इन्स्टिट्युटमा लास्टतिर चाहिँ राम्रो गरेर आएको, मसँग राम्रो मार्क्स आइरहेको थियो। अनि फोन आइरहेको थियो उनीलाई कि सो बाबु राम्रो मार्क्स ल्याइरहेको छौ यसो के समस्या पऱ्यो भने आऊ भनेर चाहिँ फोन गर्थ्यो कि। अनि उसको मार्क्स बिग्रिसकेपछि अनि त्यसरी फोन गरेर छोड्यो कि त्यसपछि कि। यसरी बुझ्न सकिन्छ कि मतलब जसको मार्क्स आइरहेको उनीहरूलाई मात्रै त्यो नम्बर ट्र्याक गरेर चाहिँ कुरा गर्ने हुन्छ र पछि रिजल्ट पछि चाहिँ यो स्टुडेन्ट हाम्रो भनेर चाहिँ यसरी कन्ट्याक्ट चाहिँ गरिन्छ कि। सो सबैलाई केयर चाहिँ पाइँदैन, जो बेस्ट छ होइन त्यसलाई चाहिँ लास्टमा अलिक एउटा केयर दिएको जस्तो चाहिँ गरिन्छ कि त्यो चाहिँ। सो यति बुझ्न सकिन्छ। र 2000 जना नम्बरको यति म्याक्सिमम स्टुडेन्टहरूलाई चाहिँ होइन
केयर गर्न पोसिबल पनि छैन सबैलाई केयर गर्न चाहिँ। यो कुरा पनि आफैले बुझ्नुपर्छ, एउटा रियालिटी फ्याक्ट कुरा चाहिँ बुझ्नुपर्छ। र यदि तिमीलाई लाग्छ त्यो जुन छ नि अहिले माहौल मार्केटमा चाहिँ सबै टपरहरू चाहिँ हाम्रैबाट निस्किया हो, हाम्रैबाट हरेक इन्स्टिट्युटले भनेर आउँछ नि त, त्यो लाग्छ होइन, त्यो पनि एकदमै ठुलो भ्रम हो के। किनकि अहिलेको 2018 कुरा गर्नुपर्दा मैले अराउन्ड हाम्रो सेन्ट जेभियर्स कलेजबाट अराउन्ड हाम्रो 60-70 जना हाम्रो स्कुल साथीहरू थियो अहिले हाम्रै ब्याचबाट। र अरू साथी जुन मेरो भिडियोमा हेर्न सक्छौ तिमीहरू, अरू नि मैले जुन हामीले टप 10 साथीहरूसँग मैले पोडकास्ट गरेको थिएँ, सो उनीहरूसँग कुरा गर्दाखेरि के छ भन्दाखेरि त्यहाँमध्ये म्याक्सिमम 90%हरूले चाहिँ कुनै पनि इन्स्टिट्युट गएको होइन कि। सो यो कुरा बुझ्न सकिन्छ कि अहिले कि। र जुन छ नि अहिले जुन इन्स्टिट्युटहरूले जुन गरेर आउँछ 15 जनामा 14 जना हाम्रो प्रोडक्ट हो भनेर जुन एउटा हल्ला फैलाएर आउँछ नि त, सो यसलाई म के भन्छु भन्दाखेरि यो एउटा राम्रो मार्केटिङ स्ट्राटेजी मात्रै हो है त। सो यसलाई यति बुझ्नुपर्ने हुन्छ कि। र यो 3 महिनामा चाहिँ टपरहरूले होइन, अरू सी स्कलरहरूले, हाम्रो एनएचएस साथीहरू स्कलर र मैले चिनेका सेन्ट जेभियर्सका साथीहरूको स्कलरहरूसित जति छ नि सबैले सो कसरी पढ्यो त एउटा होइन बेस्ट तरिका चाहिँ। सो त्यो मध्ये म्याक्सिममहरूले चाहिँ कुनै पनि इन्स्टिट्युट जोइन गरे होइन कि, आफै सेल्फ स्टडी गरे हो। सेल्फ स्टडीमा पनि अहिले एकदमै रिसर्चहरू हामीसँग जति पनि छ कि, इभन युट्युबमा पनि जति पनि अनलिमिटेड लेक्चरहरू छ तिमीले हेर्न सक्छौ, मजाले सबै कुरा कभर गरेको लेक्चरहरू छ होइन। अनि एआई टुल्सहरू पनि एउटा युज गर्न सक्छौ कि, जसबाट एआई टुल पनि एउटा बेस्ट फ्याक्टर भन्छु कि मैले। इभन मेडिकलमा पनि हामीले युज गर्छौँ कि एआई टुलमा चाहिँ कुनै टपिक तिमीलाई आउँदैन, त्यसको एकदम इजी एक्सप्लेनेसनहरू, त्यो टपिकको इम्पोर्टेन्ट एमसिक्यूहरू विथ सोल्युसन पनि एआईले मजाले दिन्छ कि। सो केही क्वेसन नआएको क्वेसन छ भने पनि एआईले सल्भ गरिदिन्छ मजाले कि। सो अहिलेको यस्तो अहिले एडभान्स टुलमा चाहिँ त्यो इन्स्टिट्युट गएर पर्सनली टिचरलाई सोध्न त्यो हुन्छ नि, त्यो भन्दा पनि अल्टरनेटिभ चाहिँ हामीले आइसकेको छ, यो युज गर्न सक्छौँ मजाले हामीले। सो हामी युज गरेको पनि हो र आउने जुनियरहरूलाई पनि हामी यो म रेकमेन्ड गर्न चाहन्छु युज गर्न सक्छौँ तिमीहरू मजाले। सो यसै गरी चाहिँ यो चाहिँ बुझ्नुपर्छ, एउटा लुपहोलमा चाहिँ हामीले फस्नु हुँदैन, यस्तो भ्रममा नपरेर अहिले आफ्नो जुन एउटा छ एउटा फर्मेटमा सो यसरी पढेर चाहिँ नाम निकाल्न सकिन्छ। र यति भन्दै सो यदि गाइडेन्स फर्दर कुनै गाइडेन्सको लागि चाहिँ सो एज अ बिङ सिनियर इट्स माई रेस्पोन्सिबिलिटी टु गाइड इन राइट पाथ। अहिले जुन समयमा जुन छ नि अहिले यता जाम उता इन्स्टिट्युटले यता नाम निकाल्नै पर्छ, इन्स्टिट्युटमा जोइनिङ हुनुपर्छ भन्ने कुरा नि। सो यो कुरा चाहिँ एज अ राइट पाथ चाहिँ सो गर्नु मेरो चाहिँ एउटा रेस्पोन्सिबिलिटी थियो। सो आई डिड इट। सो यसमा यसको एडभान्टेज डिसएडभान्टेज सबै हेरेर यु क्यान आफै एनालाइसिस कि जानुपर्छ कि पर्दैन भनेर चाहिँ होइन, कसरी पढ्ने कसरी स्ट्राटेजी गर्ने, यो चाहिँ मार्केटिङ स्ट्राटेजी कस्तो हुन्छ भनेर बुझ्न सक्छौ। र यदि फर्दर केही क्वेरी छ भनेपछि मलाई पर्सनली पनि मेसेज गर्न सक्छौ र यस भिडियोमा पनि कमेन्ट गर्न सक्छौ र तिमीले गरेर आएको हुन्छौ ठ्याक्कै। सो मैले पनि बेस्ट यो तिमीहरूको क्वेरीहरूलाई चाहिँ बेस्ट एन्सर दिनेछु। सो यति भन्दै आजको कन्टेन्ट हामी यही इन्ड गर्छौँ। थ्याङ्क यू सो मच।